हेलो साथीहरू, वेलकम ब्याक टु माई एनदर भिडियो। तपाईँहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ हामी युरो स्पिन मार्केट जाँदैछौँ। कस्तो रहेछ हेरौँ। हामी त्यहाँको दृश्य पनि तपाईँहरूलाई देखाउनेछौँ। टक्क हामी चाहिँ चारजना छौँ। ड्युटी स्युटी पनि सक्यो, किनभने अहिले हाम्रो चाहिँ कम्पनीमा त्यस्तै गडबड भइरहेछ। अब युरोपको काम चाहिँ यस्तै हुन्छ, कहिले बढी हुन्छ कहिले कम हुन्छ। तर अहिले हाम्रो चाहिँ मान्छे बढी भयो, काम कम भएको हुनाले 4-5 जना चाहिँ हामी छुट्टीमा छौँ। अब यस्तै छ, घुम्ने डुल्ने बस्ने टेन्सन तनाव कति लिने होइन, त्योभन्दा अब टक्क बाहिरतिर घुम्ने सरर। मेरो साथीहरू चाहिँ 4जना पुरा अगाडि दाइ के छ, ठिक छ नि? भनिदिनुहोस् त यता मेरो दर्शक बिनहरूलाई। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला नि होइन? हल्का कुरो खतरा खाने फेरि दाइ सुर्खेतको नि एकदम। आज हाम्रो गाइडर चाहिँ उहाँ हुनुहुन्छ है, मिस्टर कमल बोहरा होइन? एकदम हो नि। आज यसो मार्केट गएर यसो सपिङ गरौँ कि भनेको है। खासै पैसा त छैन, त्यही पनि यसो सानो स्याम्पू होइन, यसो ललिपपहरू, अनि त्यसपछि सेन्टहरू लिउँ भनेको। खास सेन्टकै लागि हिँडेको। त्यो नेपाल जस्तो त खासै पाइँदो रहेनछ, त्यही पनि हेरौँ कस्तो पाइन्छ। फुल हेर्नु, फुल टाइजर फुल कस्तो दामी त्यो सबै फल हो। अब फल्छ आरू बखडा जस हाम्रो चाहिँ फेरि यस्तो चाहिँ 4जना छौँ टक्क अगाडि। सबैले हाई भनिदिने मेरो सब्सक्राइबरहरूलाई। सक्यो, हात हल्लाइदिनु। त्यहाँबाट बोलेको छु न, हात त्यस्तो हल्लाइदिए सक्यो। हामी चाहिँ पुरै अर्काको बारीमा हिँड्दैछौँ। यहाँ चाहिँ पेटी छैन यहाँलाई। ए यो उको हो क्या, काङ्ग्रेस एमालेको एरिया हो क्या। तपाईँ त्यो लागि हिँड्नु न। काङ्ग्रेस अहिले ठोक्छ एमाले र काङ्ग्रेस त्यहाँ धेरै गर्नु। राजावादीको आन्दोलन के हुनु सक्सेस भइरहेछ नि। पुरा राजेन्द्र लिङ्गदेनले भाषण दिइरहेको देखेको थिएँ। नेपालको राजनीति पनि हेर्न मन लाग्नु छोडिसक्यो आजकल त यार। एउटा आयो के भन्छ, अर्को आयो के भन्छ, जतै ततैबाट दुनियाँको रमिता भइरहेछ। र नेपाल चाहिँ त्यही पनि केही छैन। हामी युवाहरू जाग्नुपर्छ। कसो एकदम 17 आना ठिक हो नि। 17 आना हुन्न गाइजहरू, यो चाहिँ छोराछोरी गलत हो। 16 आना चाहिँ हुन्छ होइन। 17 आना भनेपछि बुझ्नुहोस् कुरो यो गलत छ भन्ने विषय हुन्छ। अब त्यस्तै छ। यो कुकुर पनि कति पुग्छ रहेछ नि यार। फुल कति पर्छ? पहिलो होइन, हेलम्बुको फुल जस्तो छ दाइ। गार्डन होइन, यहाँ चाहिँ फेरि एकदम ठिक हुन्छ क्या। एउटा घर एउटा गार्डन, घर अगाडि टक्क गार्डन हुन्छ, सट्ट हुन्छ। त्यस्तो हुनुपर्ने। तर हाम्रो त करेसाबारी हुन्छ नि त होइन, करेसाबारी हुन्छ। त्यही हो राम्रो कुरो चाहिँ। केही छैन, हामी जान्छौँ, दृश्य हेर्छौँ, तपाईँहरूलाई पनि हेराउँछौँ। पूर्वेलीको भाषा के त होइन, पश्चिमेलीलाई। नेपालको सबैभन्दा भाषा उत्पत्ति भएको कुन जिल्ला हो? कुन जिल्ला हो भन्नु त, भन्नु न तपाईँ। खस भाषा हो नेपालको। हुनसक्छ, तर म यो कुरामा चाहिँ अलिकति अपरिचितै छु है। त्यति साह्रो थाहा छैन, पढ्नै पर्छ त्यो चाहिँ होइन। नपढी चाहिँ हुन्न, किनभने हिस्टोरिकल कुराहरूलाई चाहिँ पढेरै मात्रै बयान गर्न सक्ने हो, मनन गरेर त सकिन्न होइन। के साथीभाइहरू, हामी चाहिँ आइसक्यौँ यहाँकोमा। कति लामो छ मार्केट हेर्नु, त्यहाँदेखि सरर यति पर छ, लगभग पनि 100 मिटर तल यार, अन्दाजी गर्दा पनि सबै कुरा पाउँछ है। तर ठिक छ नि है दाइ, एकान्तमा भए पनि यसो इन्टरटेनमेन्ट चाहिँ भइरहेछ हामीलाई। जे होस्, कोठामा सुतिराख्नुभन्दा यसो आउँदाखेरि चाहिँ इन्टरटेनमेन्ट भइरहेछ।
चट्टसँगले हामी चाहिँ यहाँ आइसक्यौँ। यही हो, अब यसमा हामी भित्र जान्छौँ, गएर त्यहाँको दृश्य पनि देखाउनेछौँ, हेर्नेछौँ। ल सबैजनाले यता हेरिदिउँ त, हामी चारजनाले नै यता यता यसले त हाई गरिदिउँ त, हामी आइसक्यौँ है। अब हामी चाहिँ इन्ट्री गर्दैछौँ भित्र सरर, साथीहरू गइसक्यो, म पनि जाँदैछु टक्क। फेरि यस्तो रहेछ घुम्ने, यहाँ टक्क घुमाउने, ठेलेर छिर्ने। स्ट्रबेरी, अङ्गुर, सागहरू, माछा, ल आए मौसमहरू। यो चाहिँ सबै मौसमहरू यिनीहरू चाहिँ सबै मौसमले च्यालेन्ज गरेपछि यसलाई सक्दैन फेरि मौसमले पनि। त्यस्तो चिजहरू छ यहाँ चाहिँ, ब्रान्डेड ब्रान्डेड सब वाइनहरू छ। ग्याली नै छ त साथी हो रक्सीको त। यस्तै छ दहीहरू यता चाहिँ। अन्डा, अन्डा यो चाहिँ 30 पिसको, 30 पिसै हुन्छ यसमा चाहिँ, लगभग 30 पिस हुन्छ। प्राइस चाहिँ यति छ। नेपालमा कतिमा पाउँछ पहिला चाहिँ थाहा थियो, अहिले चाहिँ बिर्सिसकेँ। तपाईँहरूलाई कमेन्ट मार्फत भन्नु होला है त। यता हाँस प्याकिङ छ, यता कुखुराहरू छ। रहेछ यार, यहाँ त सस्तो रहेछ त भाइ, यहाँ त सस्तो रहेछ साथीहरू यार, अरूमा भन्दा त यार। 2 किलो 28 ग्रामको €83 भनेपछि त उमा भन्दा त सस्तो नि, अरू ठाउँ भन्दा त यार, कन्जुमतिर त्यतातिर भन्दा त आम्मा यहाँ ठिक रहेछ हो। यहाँ चाहिँ कुकुरको खानाहरू है, सबै कुकुर बिरालोहरूले खाने। यो चाहिँ डिपार्ट। अहिले मलाई प्यान्ट किनिदिनु भने नाप्दै हुनुहुन्छ यहाँ। ठुलो हुन्छ फेरि नाप्नु त, खोल्नै पर्दैन हौ। किनिदिने किनिदिने हो, देख्नु हो, किनिदिनु चाहिँ किनिदिने अरे, तर खै किनिदिने किन्ने पैसा छैन। ल है साथी, यो कमेन्टमा के भन्नुपर्ने भन्नु है। यो साह्रो मलाई यहाँ बेइज्जत भयो। किनिदिने अरे, किनिदिने चाहिँ नापजाप पनि गर, अब अन्तिममा चाहिँ पैसा मैले दिने र यस्तो नि हुन्छ। ओके साथीहरू, हामी चाहिँ युरो स्पिन मार्केटबाट निस्किसक्यौँ। यो चाहिँ भर्खर भर्खर नयाँ खुलेको थियो हाम्रो यो यास्कामा चाहिँ। अनि खासै त्यस्तो केही पनि किनिएन, तर भित्र चाहिँ एकदम रोमाञ्चकै रहेछ, नयाँ भए पनि। अनि हामी चारजना थियौँ साथीहरू, यहाँ चक्लेट खाने, कोही यता जुस खाने होइन। अब त्यस्तै त्यस्तै छन्। अब दाइ कस्तो मजा लाग्यो दाइ, कस्तो लाग्यो? ठिकै हो, खासै राम्रो पनि होइन, नराम्रो नराम्रो पनि छैन, ठिकै। कन्जुमतिर भन्दा चाहिँ सस्तो रहेछ है। अनि कमल दाइले चाहिँ तेल लिएर आउनु है। मैले एउटा सबैभन्दा तेल सस्तो लाग्यो, तेल लिएर आएको एउटा, ठिकै लाग्यो। ठिक छ नि तेल, एकदम गुड। भरे लगेर के को मासुसँग पकाउने दाइ? अरे बुङ्गुरमाथि ट्याक्क तार्यो, तेल लगेर तारेर यसरी खानुपर्छ, फेरि व्यवस्था हुन्छ नि यहाँ। ओके, सो नयाँ हुनुहुने जतिले सब्सक्राइब गरिदिनुहोस्, सब्सक्राइब नगर्नु भएकोहरूले चाहिँ, अनि जसले सब्सक्राइब गर्नुभएको छ उहाँहरूलाई धन्यवाद। यसै गरी नै मलाई साथ सपोर्ट र माया दिनु होला। अब हामी केही नयाँ प्रोजेक्टको तयारमा छौँ, त्यो पनि ढिलो नगरी चाँडै नै आउनेछ। अब हामी त्यसकोमा पनि एकदमै लागि परिरहेछौँ। धेरैजना छैनौँ, हामी 4-5 जना छौँ। त्यसको रिजल्ट चाहिँ तपाईँहरूलाई पछि देखाउने नै छु, आउने नै छ। त्यसैको पर्खाइमा बस्नु होला। तर ओके गाइस, आज चाहिँ फाइनल्ली हामी चाहिँ एकदम रमाइलो पनि भयो। आजको दिनहरू मजासँगले पनि बित्यो। हामी आफ्नै तालमा छौँ, बसिरहेछौँ। यहाँ छँदै चिसो, टक्क खाने स्याउको हो यो जुस, एकदम ठिक छ। ओके, अब कसै केही भन्नु छ दाइहरूलाई? एकदम
ठिक छ। एकदम ठिक छ। अब यस्तै हो जिन्दगी चलिरह। आजको बसाइ भव्य र सभ्य तरिकाले सम्पन्न भएको जस्तो लाग्यो है। हाम्रो टिआरसी पनि आयो। ए तपाईँहरूको साथी सेकेन्ड टिआरसी हो यार। सेकेन्ड टिआरसी आज फेरि उहाँहरूको चाहिँ आएको छ। त्यो विषयमा चाहिँ भरे नै छलफल गरौँला। अब अहिले चाहिँ नगरौँ। होइन 3 वर्षको होइन, 1 वर्षकै हो। त्यो फेरि त्यस्तो कुरा गर्नु लाटो गाँडा मान्छेलाई त्यसै ढाड्नु चाहिँ हुन्छ। हाम्रो आएको 1 वर्षको मात्रै हो गाइज। कतिको अरे? 1 वर्षको मात्रै हो गाइज। त्यही त, 1 वर्षको गाइज। 1 वर्षको टिआरसी तर 3 वर्ष 3 वर्षमा 3टा आउँछ ढुक्क। यो कुरामा चाहिँ हामी सबैजना होइन लिनुहोस्, सुरक्षितसँगले राख्नुहोस् है। के भन्थे बुढोले भगाइले बुढो चङ्गा छ नि मान्छे, सुर्खेतको हुनुहुन्छ तर बडो फ्यान्टास्टिक दाइ हुनुहुन्छ, मजा लाग्छ। के गर्ने कमेडी र आफ्नै तनाव छ, मन खुसी छैन केटा, गाह्रो छ। किन मन खुसी छैन र दाइ? खै ड्युटी काम गर्न आएको मान्छे सबै कुर्सीमा बसेर खाओ तलब दिन्छु भन्छ, खानै मन लाग्दैन, फोकटमा फेरि खानै मन लाग्दैन। यही समस्या छ क्या मलाई। यतिको इमान्दार मान्छे खोजेर पाइन्न है साथी हो। कोही हुनुहुन्छ भनेदेखि कन्ट्याक्ट यता गर्नु होला। साथै अब कोही केटीहरू छन् भने मलाई सम्पर्क राख्नु होला। म अलि राणो मान्छे। जेउस म अलिकति कस्तो मिसावट राणो मान्छे, प्योर राणो मान्छे चाहिँ यहाँ हुनुहुन्छ। वायु प्रदूषण अनि के दाइ? यो गाडी पुरानो हाम्रो नेपालमा जति पनि गाडीहरू छन् होइन, खटारो गाडी हुन्छन् कि 30 वर्ष 40 वर्ष चलाएको हुन्छ। त्योबाट निस्केको धुवाले गर्दा होइन वायु प्रदूषण हुन्छ, विभिन्न रोगहरू फैलिन्छन्। त्यस्तो चाहिँ यहाँ छैन। एकदम यहाँको पब्लिक पनि एकदम सचेत, सरसफाइमा पनि आफै सचेत भएर हिँड्छन् कि फोहोरहरू नफाल्ने होइन, जथाभावी नफाल्ने त्यस्तो गर्दो रहेछ। त्यसैले नै पब्लिकहरू सचेत भएर नै सफा हुँदो रहेछ कि। हाम्रो नेपालमा जस्तो अब चुरोट खाने फालिदिने, मेगासिरी खाने, गुट्खा खाने, जहाँ पनि हुने थुकिदिने, त्यो कारणले पनि फोहोर हुन्छ। तर यहाँको मान्छे त्यस्तो मान्छे यहाँ हुँदैन। तर जस यहाँको मान्छे नै सफा होइन। जस्तो काम चाहिँ साथीहरू कस्तो जस्तो काम गरे पनि अब कन्स्ट्रक्सनमा भयो त्यो हुन्छ नि यावत कि त्यो अब काम भनेपछि सानो ठुलो हुँदैन, तर काम त कामै हो। तर जे काम गरे पनि आज सट्ट के भने मनिन्जाल काम गरे भने टक्क आउँदा जाँदा चाहिँ आफ्नो गाडीमा सरर के फेसिलिटी चाहिँ त्यो। तर के हो भने अलिकति विकासको लागि विकास भनेर चाहिँ तपाईँको उसलाई नेतालाई भन्ने होइन क्या, पब्लिक पनि अलिकति ऊ हुनु पर्यो कि, राम्रो हुनु पर्यो होइन, मन राम्रो गर्नु पर्यो। हुन्छ नि लाइक अब हामीले नेपालमा के हुन्छ, पानी मिनी वाटर खान्छौँ, त्यसको पानी खाइसकेपछि बोतल रोडतिर हो कि। तर यहाँको पनि त्यस्तो हुने। यहाँकोहरूले चाहिँ कस्तो हुन्छ भने एउटा चक्लेटको सानो प्लास्टिक छ भने पनि टक्क त्यसलाई चाहिँ पकेटमा राख्ने कि। त्यसरी पनि सरसफाइ हो, सफा पनि हुँदो रहेछ। सफा जति सफा भयो त्यति नै राम्रो हुँदो रहेछ क्या। विकास गर्नलाई पनि सजिलो सहज हुँदो रहेछ। मेरो अनुभवमा चाहिँ त्यो लाग्यो। दाइको अनुभवमा के छ? त्यही होइन? एकदम त्यही नै। सबैभन्दा हामी सरकारले सफा गरेन, सरकारले प्रदूषण गर्यो भन्छ भने हामी आफैमा सचेत हुनुपर्छ होइन। जस्तै अब हाम्रो मानव काठमाडौँमा अब बालुनसाले जति पनि सरसफाइ गरेछ होइन, तर एक्लैले उसले गर्न सक्दैन कि। हामी आफै पब्लिकले गर्न सकेनौँ भने उसलाई साथ दिनुपर्छ क्या हामीले। जथाभावी खोलामा फालिदिन्छौँ, मरेका कुकुरहरू त्यहीँ फालिदिनाले उसलाई पनि समस्या हुन्छ नि। पहिलाभन्दा त केही सुधार छ होइन, अझै पनि सुधार हुनुपर्छ कि भने हामी चाहिँ एकदम यो विषयमा चाहिँ एकदम छर्लङ्गै हुनुपर्ने भयो होइन त? ओके, अब यति भन्दै हाम्रो यति 2 शब्द चाहिँ यति नै राख्न चाहन्छौँ। हस् त, धन्यवाद। ओके साथीहरू, हामी चाहिँ मार्केटबाट फर्किसक्यौँ। अब कोठा जाने, किनभने मौसम पनि अलिक चिसो भइरहेछ। अब यस्तो घाम लागेको छैन, हावा चलिरहेछ एकदमै, अनि घाम लागेको छैन, त्यही भएर चिसो छ। अब हामी चाहिँ फर्किन्छौँ यहाँबाट, साथीहरूसँग फर्किँदैछौँ। ओके, थ्याङ्क यू सो मच हाम्रो भिडियो हेरिदिनु भएकोमा।
नयाँ जतिले सब्सक्राइब गरिदिनु होला, पुरानो जतिले कमेन्ट गरिदिनु होला। मलाई एकदम अहिले नयाँ सपोर्टको खाँचो छ, नयाँ सपोर्ट गरिदिनु होला सबैजनाले। राम्रो लाग्छ या नराम्रो लाग्छ यस्तै यस्तै कुराहरू चाहिँ तपाईँहरूले मलाई कमेन्ट मार्फत भनिदिनु होला, के छ कस्तो छ होइन, कहाँ सुधार्नु पर्ने छ, कहाँ कहाँमा बिग्रिरहेछ, कहाँ कहाँमा कसो गर्दा ठिक होला, तपाईँहरूको सल्लाहको एकदम मलाई अहिले चाहिँ खाँचो छ है त गाइज। ओके, सी यू।